नमस्ते सबैजनामा। आज एउटा रोचक प्रश्नबाट सुरु गरौँ। तपाईलाई तिर्खा किन लाग्छ? केवल मुख सुक्ने भएकाले हो कि यसको पछाडि शरीरको कुनै विशेष प्रणालीले काम गरिरहेको हुन्छ? के लाग्छ तपाईलाई? पक्कै पनि। वास्तवमा हाम्रो शरीर निकै बुद्धिमान छ। शरीरमा पानीको मात्रा कम हुन साथ एउटा प्रणाली सक्रिय हुन्छ। सबैभन्दा पहिले मस्तिष्कको एउटा भागले रगतमा पानीको मात्रा कम भएको कुरा थाहा पाउँछ। त्यसपछि शरीरले मृगौलालाई पानी जोगाउन भनी निर्देशन दिन्छ। फलस्वरूप मृगौलाले पिसाब मार्फत कम पानी बाहिर निकाल्छ। त्यसैले शरीरमा पानीको कमी हुँदा पिसाब कम र पहेँलो देखिन सक्छ। यति मात्र होइन, मस्तिष्कले तपाईलाई तिर्खा लागेको अनुभूति पनि गराउँछ। यो शरीरको सङ्केत हो। यो बेला पानी पिउनु आवश्यक हुन्छ अनि तपाईँ पानी पिउनुहुन्छ। जब तपाईँ पानी पिउनुहुन्छ, त्यो पानी रगतमा मिसिन्छ, शरीरमा पानीको मात्रा बढ्छ र सबै कुरा फेरि सामान्य अवस्थामा फर्कन थाल्छ। सोच्नुहोस् त, हामीलाई थाहै नदिई शरीरभित्र कति धेरै काम भइरहेको हुन्छ। त्यसरी तिर्खा लागेपछि मात्र होइन, दिनभरि पर्याप्त पानी पिउनु स्वास्थ्यको लागि आवश्यक छ। किनकि पानी बिना हाम्रो शरीरका कुनै पनि कोशिका, अङ्ग वा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन। अब थाहा भयो तिर्खा किन लाग्छ।